हाम्रो देश नेपाल, जहाँ धेरै वर्षसम्म सत्ता र राजनीतिको केन्द्र प्राय पुरुषहरूकै हातमै सीमित थियो, त्यही एक शान्त तर अडिग महिला कुनै दलबाट होइन अदालतको कोठाबाट राजनीतिमा प्रवेश गरिन्। यो कथा हो सुशीला कार्कीको, भ्रष्टाचार विरुद्ध लड्ने, सत्तालाई चुनौती दिने निडर न्यायाधीश र एक घाइते गणतन्त्रले कहिले कल्पना नगरेको सम्भावना। नेपालकी जेनजी प्राइम मिनिस्टर, द फर्स्ट फिमेल पिएम अफ नेपाल। देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी मुलुक र जनताको भलो जिताई कसैको डर नमानी पक्षपात नगरी इमानदारीका साथ वहन गर्नेछु। 1952 जुन 7 पूर्वी नेपालको विराटनगर नजिकै शङ्करपुरको एउटा किसान परिवारमा सुशीला कार्कीको जन्म भयो। उनी 7 दाजुभाइ दिदी बहिनी मध्ये जेठी थिइन्। विराटनगर त्यति बेला पनि राजनीतिले तातिएको सहर थियो। नेपाली काङ्ग्रेस र कोइराला परिवारको उपस्थितिले उनको बाल्यकालमै स्वतन्त्रता र लोकतान्त्रिक सोचको बिउ रोप्यो। उनले महेन्द्र मोरङ क्याम्पसबाट 1972 मा स्नातक पुरा गरिन्। त्यसपछि उच्च अध्ययनका लागि भारतको वाराणसी पुगिन् र बनारस हिन्दू युनिभर्सिटीबाट 1975 मा राजनीतिक विज्ञानबाट मास्टर्स गरिन्। यही वाराणसीमै उनको भेट हुन्छ दुर्गाप्रसाद सुवेदीसँग, एक जोसिला नेपाली कङ्ग्रेस युवा नेता जसले 1973 मा पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनलाई सहयोग गर्न नेपालको पहिलो विमान अपहरण घटनामा समेत संलग्न थिए। नेपाल फर्केपछि उनले त्रिभुवन विश्वविद्यालयबाट कानुन पढिन् र 1978 मा एलएलबी पुरा गरिन्। त्यो समय जब कानुनी पेसामा महिलाहरू अत्यन्तै कम थिए। त्यसपछि 1979 मा उनले विराटनगरमा वकालत सुरु गरिन्। त्यसैसँग महेन्द्र मल्टिपल क्याम्पस धरानमा अध्यापन पनि गरिन्। यिनको केही समय अदालतमा र केही समय भिडभाड भएका कक्षा कोठामा बिताउँदै 80 को दशकको अन्त्यतिर उनी केवल वकिल मात्र होइन, बार एसोसिएसनको नेतृत्व समेत गर्न थालिन्। 1988 देखि 1990 सम्म कोशी जोन बार एसोसिएसनको अध्यक्षता गरिन् र पछि 2002 देखि 2004 सम्म विराटनगर एथलिट बार एसोसिएसनको नेतृत्व सम्हालिन्। 1990 को जनआन्दोलनका बेला उनले विराटनगरमै राजतन्त्र विरुद्ध प्रदर्शन गरिन्, पक्राउ परिन् र जेल बसिन्। त्यही अनुभवले पछि उनलाई राजनीतिक बन्दी जीवनमाथि आधारित उपन्यास कारा लेख्न प्रेरित गर्यो। सानो सहरको अदालतदेखि आन्दोलनको सडक र विश्वविद्यालयको कक्षासम्म सुशीला कार्कीको पहिचान बन्दै गइरहेको थियो। सत्ता सामु कहिले नझुक्ने निडर वकिलको पहिचान। 3 दशकको अभ्यासपछि जनवरी 2009 मा सुशीला कार्की सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त भइन् र 1 वर्षमा स्थायी न्यायाधीश बनिन्। उनले धेरै ऐतिहासिक फैसला सुनाए। शक्तिशाली मन्त्री जयप्रकाश गुप्ता विरुद्धको भ्रष्टाचार मुद्दा, बालकृष्ण ढुङ्गेलको हत्या प्रकरणमा दण्डहीनतामाथि कडा सन्देश र संवेदनशील नियुक्तिहरूमा कानुनी प्रश्न। पुलिस महानिरीक्षकदेखि अख्तियार प्रमुखसम्म नियुक्ति विवादमा उनले शक्ति सन्तुलनको कुरा उठाएपछि न्यायालय र राजनैतिक नेतृत्वबीचको द्वन्द्व खुलेर देखियो। तर करिब 9 महिनाको यो कडाइले ठुलो प्रत्याक्रमण निम्त्यायो। अप्रिल 2007 मा सरकारले रोजेको प्रहरी महानिरीक्षक नियुक्ति सर्वोच्चले उल्ट्याएपछि नेपाली कङ्ग्रेस र माओवादी केन्द्रका संसदहरूले उहाँ विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे। महाभियोग दर्ता हुँदा नै उनी स्वचालित रूपमा निलम्बन भइन्। एकै रातमा नेपालको पहिलो महिला प्रधान न्यायाधीशलाई आफूले संविधानको व्याख्या गरेको कारणबाट पदबाट हटाइयो। चर्को जनदबाव र सत्तारूढ गठबन्धन बीचको दरारले पछि दलहरूले चुपचाप महाभियोग फिर्ता लिए। सुशीला कार्की केही दिनका लागि पदमा फर्किन् र जुन 6, 2017 मा 65 वर्ष उमेर पुगेपछि उनले आफ्नो पदबाट अनिवार्य अवकाश लिनु पर्यो। अवकाशपछि उनले आफ्नो आत्मकथा न्याय र उपन्यास कारा प्रकाशित गरिन्। यी कृतिहरूमा उनको मुख्य उद्देश्य स्पष्ट थियो। न्यायपालिकामाथि मनलाग्दी महाभियोग चलायो भने लोकतन्त्र कमजोर हुन्छ, त्यसैले न्यायपालिकाको स्वतन्त्रता जोगे मात्रै लोकतन्त्र बलियो रहन्छ। 2007 पछि सुशीला कार्की बिस्तारै मिडियाबाट टाढिँदै गइन्। समयसँगै उनी सार्वजनिक बहसमा कम देखिन थालिन् र धेरैका लागि उनी विवादित
तर सम्मानित पूर्व प्रधान न्यायाधीशका रूपमा मात्र सम्झिन्थे। 2025 सेप्टेम्बरको सुरुवातमै सरकारले अचानक 26वटा ठूला सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो। A social media ban in Nepal. And Nepal has cracked down on a number of social media platforms including Facebook, YouTube, Instagram, X, LinkedIn, Reddit, WhatsApp and Snapchat. पहिले नै बेरोजगारी, भ्रष्टाचार, नेपो किटको देखासेकी र सामाजिक असमानताबाट निराश भएका युवाहरूको क्रोध अनन्त सडकमा विस्फोट भयो। सेप्टेम्बर 8 र 9 नेपालको वर्तमान इतिहासको सबैभन्दा ठुलो र कालो दिन, जसलाई कुनै नेपालीले बिर्सिन सक्दैन। काठमाडौँ सहित देशभर जेनजी आन्दोलन भड्क्यो। प्रहरीले भिड नियन्त्रणका नाममा गोली प्रहार गर्यो। भिडले पनि आफ्नो प्रतिक्रिया स्वरूप कार्यालय, संसद भवन र पार्टी अफिसमा आगजनी गर्यो। 14 सेप्टेम्बरसम्म जेनजी आन्दोलनमा कम्तीमा 72 जनाको ज्यान गएको थियो। यसमध्ये 59 प्रदर्शनकारी, 10 कैदी र 3 सुरक्षाकर्मी थिए। झडपमा 134 प्रदर्शनकारी र 57 प्रहरी समेत घाइते भएका थिए। मृतकहरूमा प्रदर्शनकारी, प्रहरी, कैदी र सडकमा हिँड्ने सामान्य नागरिक सबै मिश्रित थिए। उपद्रव, कर्फ्यू र सेना परिचालन बीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। The Prime Minister of Nepal has resigned. So Prime Minister KP Sharma Oli, who has resigned. Nepal Prime Minister KP Sharma Oli resigned on Tuesday. पुराना पार्टी नेताहरूले विश्वसनीयता गुमाइसकेका थिए। राष्ट्रपति रामचन्द्र पौडेल, सेना प्रमुख र जेनजी प्रतिनिधिहरू बीच आर्मी हेडक्वार्टर जङ्गी अड्डामा 3 दिनसम्म लगातार कुराकानी चल्यो। कसलाई तटस्थ प्रधानमन्त्री बनाउने र कसले चुनावसम्म देश सम्हाल्ने। यही बीच अनलाइन च्याट र सामाजिक सञ्जालमा एउटा नाम चर्चामा आउन थाल्यो। 73 वर्षीय पूर्व प्रधान न्यायाधीश सुशीला कार्की। 12 सेप्टेम्बर 2025 संविधानको व्यवस्था प्रयोग गर्दै राष्ट्रपति पौडेलले सङ्घीय संसद विघटन गर्ने र सुशीलालाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने निर्णय गरे। साँझ शीतल निवासमा सुशीला कार्कीले नेपालकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ लिइन्। पहिलो सम्बोधनमै उनले शान्ति, सुशासन र करिब 6 महिनाभित्र निष्पक्ष आम निर्वाचन गराउने प्रतिबद्धता दोहोऱ्याइन्। सेप्टेम्बर 8 को जेनजी आन्दोलनमा मारिएका सबैलाई शहीद घोषणा गर्दै हरेक परिवारलाई 10 लाख क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार गर्न राज्यले बेहोर्ने घोषणा गरिन्। शपथपछि उहाँको पहिलो सन्देश एकदमै स्पष्ट थियो। आगामी फागुन 21 गते भित्रै स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न। फागुन 21 मा विश्वसनीय चुनाव गराएर सत्ताको जिम्मेवारी नयाँ सांसदहरूलाई हातेमालो गर्दै फिर्ता गर्ने। पहिलो हप्ता सरकार गठनमै गयो। सेप्टेम्बरदेखि अक्टोबरसम्म उनले सानो तर कार्यसक्षम 8 सदस्यीय मन्त्री परिषद बनाइन्। उनले जनताले सडकमा मागेका नामहरू खोजी इमान्दार, काम देखाइसकेका र पार्टी निर्भर नभएका अनुहारहरू। ऊर्जा र सञ्चारमा मन्त्री फुलमान घिसिङ, अर्थमन्त्री रमेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, शिक्षा विज्ञान प्रविधिमा मन्त्री महावीर खुन र सूचना तथा सञ्चार प्रविधिमा मन्त्री जगदीश खरेल। उनको सरकार बनेको केही हप्तामै अर्को हल्ला चल्यो। फागुन 21 मा चुनाव हुँदैन। चुनावै हुँदैन। 21 चुनाव हुँदैन भन्ने हाम्रो विश्वास हो। फागुन 21 तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ, म लेखेर दिन्छु यो रेकर्डमा तपाईँ अगाडि राखेर ल गराएर हेर्नुहोस्, म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु। डिसेम्बरमा दिएको एक सम्बोधनमा उनले स्पष्ट गरिन्, मार्च 5 यानि फागुन 21 का लागि तोकिएको चुनाव कुनै पनि हालतमा सरिँदैन। साथै अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकार अन्तर्गतका पूर्व गृहमन्त्री, शीर्ष सचिव र सुरक्षा अधिकारीहरूको पासपोर्ट रोक्का गर्दै काठमाडौँ उपत्यका बाहिर र देश बाहिर जाने प्रतिबन्ध लगाए। सरकार बनेपछि क्याबिनेटले 2025 सेप्टेम्बर 21 मा न्यायिक छानबिन आयोग बनायो। आन्दोलनका बेलामा जलेका कार्यालय, संरचना र सडकमा भएको अत्याधिक बल प्रयोग दुवैको छानबिन गर्न उनले न्यायिक आयोग बनाइन्। त्यही कार्की आयोगले अहिले झन्डै 1000 पृष्ठको प्रतिवेदन लिएर पुरा हिसाब किताब सहित सिंहदरबारमा पुगेको छ र सरकार पनि यस प्रतिवेदनमा पूर्ण गम्भीर हुनेछ भन्ने आश्वासन समेत उनले दिएकी छन्। उहाँमाथि पनि थुप्रै चुनौतीहरू आए। एकातिर पुराना राजनीतिक दलको दबाव, पोलिटिकल पार्टीले पनि गाली गर्छ, भरमारले गाली गर्छ। भने अर्कोतिर सडकबाट आएको जेनजी पुस्ताको तीखो आलोचना। जेनजीले पनि आजै छोड, भोलि छोड, पछि छोड भन्छ। प्रधानमन्त्रीज्यूले
प्रधानमन्त्री खानलाई मात्र चाहिँ प्रधानमन्त्री हुनु भए जस्तो छ। र चुनाव अगाडि 4 जना शीर्ष मन्त्रीहरूले राजीनामा दिई आफ्नै चुनावी क्याम्पेनतिर लाग्छन्। यसले उनका लागि थप चुनौती सिर्जना त गर्छ, तर उनका मन्त्रीमण्डलका अर्को 2 सदस्य ओम प्रकाश अर्याल र रमेश्वर खनालको साथले उनी एक रत्ती पनि नडगमगाइकन आफ्नो साहस र धैर्य नछोडी इलेक्सन गराउन लागि पर्छिन्। देशको एक छेउमा रवि बालेन जस्ता नयाँ राजनीतिक शक्तिको रूपमा तरङ्ग उठाइरहेका थिए, उता चुनावको मिति नजिकै जाँदा समग्र राष्ट्रको नजर सङ्घीय निर्वाचन र सुशीला कार्कीको अन्तरिम सरकारमाथि टिकेको थियो। 5 मार्च यानि फागुन 21 त्यो घडी जसको पर्खाइ सिङ्गो देशलाई थियो। जेनजी आन्दोलनपछि भएको पहिलो सङ्घीय निर्वाचनको बिहानी सुशीला कार्कीले पनि अन्य नागरिक झै लाइनमा उभिएर आफ्नो मत हालिन्। मतदान गरेर बाहिर निस्किँदा पत्रकारले सोद्धा उनले छोटो तर गहिरो वाक्य भने, त्यस दिनको मतदान नेपालको निर्वाचन इतिहासकै सबैभन्दा शान्तिपूर्ण र व्यवस्थित चुनावमध्ये एकका रूपमा दर्ज भयो। मतदान सकेसँगै न केवल देशभित्रका नागरिकले अन्तर्राष्ट्रिय स्तरमा पनि सुशीला र निर्वाचनको खुलेर प्रशंसा भयो। भारत, चीन, अमेरिका, युरोपेली सङ्घीय लगायत धेरै देशका सरकार र दूतावासहरूले अन्तरिम सरकार र नेपाली जनतालाई सफल र शान्तिपूर्ण निर्वाचनका लागि बधाई दिँदै विज्ञप्ति जारी गरे, जसले यस निर्वाचनलाई अन्तर्राष्ट्रिय स्तरमै उदाहरणीय बनायो। नेपालमा सत्ताको कथा प्राय वंश, शक्ति र राजनीतिक विराससँग जोडिएको हुन्छ, तर सुशीला कार्कीको कथा त्यो परम्पराभन्दा बिल्कुलै फरक छ। उनी कुनै राजनीतिक दलबाट आएकी थिएनन्। धरानका साधारण कक्षा कोठाबाट सुरु भएको त्यो यात्रा विराटनगरका सडक आन्दोलन हुँदै सर्वोच्च अदालतको पेटीसम्म पुग्यो। त्यहीँबाट 2017 सालको महाभियोगको आँधी पनि आयो, तर भाद्र 23 र 24 को जेनजी आन्दोलनले उनलाई फेरि सार्वजनिक जीवनको केन्द्रमा बोलायो र अनन्त उहाँ नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्न सफल भइन्। र फागुन 21 को चुनावपछि उनको अन्तिम अध्याय समाप्त हुँदैछ, तर उनको यात्राले सायद एउटा सानो तर गहिरो सन्देश छोड्छ। प्रणाली कमजोर हुन सक्छ, संस्थाहरू दबावमा पर्न सक्छन्, तर हिम्मत, संयम र दृढता भए न्यायको आवाज अनन्त सत्तासम्म पुग्न सक्छ।